साथीहरू, गुड मर्निङ, सेवारो नमस्कार। अनि तपाईहरु के गर्दै हुनुहुन्छ? म चाहिँ यहाँनिर ठ्याक्कै नानीहरूलाई चाहिँ स्कुल पठाएर चाहिँ यहाँनिर अब के गर्दैछु त हेर्नुस् है। यहाँनिर वाउ, हाम्रो हेर्नुस् त यी घरमा चाहिँ यस्तो फलिरहेको छ हो लौका। यो चाहिँ तर तल्लो घरदेखि आएको बोर्ड चाहिँ तल्लो घरको छ। यहाँनिर दाइहरूले तल्लो घरको दाइहरूले रोप्नु भएको, यहाँनिर रोप्नु भएको। अनि अन्तिममा आएर चाहिँ हाम्रोमा फल हो साथीहरू, हेर्नुहोस् त। अब बोट त्यहाँ छ, लहरा सबै छरेर यहाँ मासिएर आएर चाहिँ यसरी पुरा लमटन फलिरहेको छ हो। यहाँ मासिएर आएको चाहिँ हामी खान्छौँ, अनि तलतिरको चाहिँ दाइहरूले खानुहुन्छ। उता परतिर पनि गइरहेको छ हो। अनि छाना पनि फलेको छ, तर यत्रो धेरै हामी खाँदैनौँ, अलिअलि खान्छौँ। अलिअलि तल्लो घरमै अब दिनुपर्ने हुन्छ, किनकि तल्लो घरमा रोप्नु भएको हो नि त यो दाइहरूले। अनि यहाँ मासतिर पनि कति धेरै फलेको छ हो। अनि वाउ, यस्तो छ हाम्रोमा चाहिँ। अनि यो हेर्नुहोस् है, यहाँनिर यो चाहिँ खाना नखाएर पुरा झार खाँदैछ, बिराम हुनुलाई होला हो। हेर्नुहोस् त साथीहरू, पुरा झार पोखी खाँदैछ। ए झार पो खोजी खाँदैछ यसले त। ए के भएर आइज, यहाँ आइज, भात नखाएर हेर त ती। आऊ यहाँ आइज, जाउँ आइज, यहाँ आइज, यहाँ आइज, आइज। हेर्नुहोस् त साथीहरू, यो फेरि उखाल्नु बेला भइसकेको छ। यो मेरो झारहरू गार्डन पुरा झर्नै झार पलाइरहेको छ हो। अब यसलाई चाहिँ टाइम मिलाएर फेरि उखाल्नु पर्ने हुन्छ, काट्नु पर्ने हुन्छ। यति लामो लामो भइसकेको छ। अनि यो चाहिँ दुबो नभएर चाहिँ झारको दुबो हो के, यो चाहिँ फुलको दुबो नभएर। फुलको दुबो सबै हराइसक्यो, यो झारले नै खाइसक्यो। झार पलाइरहेको छ पुरा यति धेरै। यसलाई चाहिँ अब टाइम मिलाएर काट्नु पर्ने हुन्छ। अनि यो इजुमी डन के भएर खाना खानु छोडिसक्यो, यहाँनिर खाना ल्याइदिइरहेको छु। यो चाहिँ झार पुरा खोजी खाँदैछ यहाँनिर। अनि यो चाहिँ हाम्रो आमाले चाहिँ सबै यो चाहिँ एभोगाड अरे यो एभोगाडो के भन्छ हौ, बिर्से एभोगाडकै हो। एभोगाडकै बिरुवाहरू आमाले यसरी सारिराख्नु भएको छ यहाँनिर। हेर्नुहोस् त साथीहरू, हाम्रो आमाको काम यस्तो गर्नुहुन्छ। हाम्रो आमाले चाहिँ फुलहरू रोप्नुहुन्छ, फुलहरू सबै हाम्रो आमाले रोप्नु भएको हो। यसरी रोपिराख्नुहुन्छ आमाहरू, फुल स्याहारिराख्नुहुन्छ हो। यहाँनिर यस्तो छ, यस्तो छ। यो चाहिँ हाम्रो इजुमी डन चाहिँ आज बिरामी भएर डुली हिँड्दैछ यहाँनिर खाना नखाएर। यहाँ चाहिँ घटेर यत्रो सानो भइसक्यो हो, खानै राम्रो खाँदैन। अनि यस्तो छ, माम्खा ल यहाँ आइज, माम खानु यहाँ आइज ल न, पानी चाहिँ खान्छ होला। यहाँ आइज ए ल यहाँ हेरे, यहाँ हेर्नुहोस् है, यसको पानी खाने स्टाइल यसरी पानी खान्छ हो उसले चाहिँ। यसलाई चाहिँ यसरी पानी दिनुपर्ने हुन्छ, यसरी खान्छ यसले चाहिँ पानी। माम्खा यहाँ आइज ल। यहाँ यो हेर्नुहोस् त, खाना नखाएको यो कलेजसँग दिँदा पनि खाँदैन हो। अनि टाटा बाई बाई सबैजनालाई, थ्याङ्क यू सो मच। यति नै मेरो भिडियोलाई इन गरेँ साथीहरू। अब म लुगा धुनुपर्ने हुन्छ। यस्तो छ, आजको मौसम पनि राम्रो छ, हावा आइरहेको छ, शीतल शीतल कुल कुल भइरहेको छ। अनि एकजना छोरी चाहिँ ती हेर्नु है, पल्लो घरमा यता र उता गर्दैछ हो।